अब बचाउने होइन त 8 देखि 10,000 सम्म पर इयर बिजुलीमा। यदि तपाईले यो 5 वटा सिम्पल कुराहरूलाई फलो गर्नुभयो भने 8 देखि 10,000 सम्म तपाईले बिजुलीमा बचाउन सक्नुहुन्छ। म पहिलो तरिका भन्छु। पहिलो तरिका भनेको हामीले फ्रिजलाई अप्टिमाइजेसन रूपमा युज गर्नुपर्छ। यसको मतलब के भन्दाखेरिमा हामीले फ्रिजलाई चाहिँ ढोकालाई बारम्बार खोल्ने बन्द गर्ने गर्नु हुँदैन। अनि फ्रिजको टेम्परेचर चाहिँ 4 देखि 6 डिग्री सेल्सियस भन्दा तल राख्नुपर्छ। अनि फ्रिजमा भएको त्यो रबरलाई चाहिँ राम्रोसँग हेर्नुपर्छ, खराब छ भने चेन्ज गर्नुपर्छ। यसरी गर्दा तपाईको करिब करिब 16 युनिट प्रत्येक महिनामा तपाईले बचत गर्न सक्नुहुन्छ। अनि दोस्रो तरिका भनेको वाइफाई राउटर। वाइफाई राउटर हामीले जुन घरमा युज गर्छौं त्यो हाम्रो 15 वाट सम्मको हुन्छ र यदि हामीले रातितिर अनावश्यक नचाहिएको बेलामा हामीले राउटरलाई बन्द गरेर सुत्ने हो भने हामीले करिब करिब 10 आवर जति नचाहिने बेला अफ गर्ने हो भने हामीले 5 युनिट पर महिना बचाउन सक्छौं। र तेस्रो भनेको चाहिँ चार्जरलाई सकेटबाट निकाल्ने। जब हामीले मोबाइल चार्जर लगाएको हुँदैनौं त्यो बेलामा पनि हामीले चार्जर राखिराख्यो भने चाहिँ यसले हाम्रो पावर कन्जम्सन गर्छ र हामीले त्यो पावर सकेटमा चाहिँ राखेनौं भने चार्जरलाई हामीले 1 महिनामा 1 युनिट सम्मको हामीले बिजुलीलाई हामीले बचाउन सक्छौं। अनि चौथो भनेको चाहिँ गिजर र वाटर हो। अब यो चिसोको महिनामा हामीले तातो पानीले नुहाउने चलन धेरै छ। त्यही भएर यदि हामीले यसलाई कन्ट्रोल गर्ने हो भने अनि बकेट सिस्टम राखेर टाइमर युज गर्ने हो भने पानी तातो भइसकेपछि अटोमेटिक बन्द गर्ने सिस्टम लाउने हो भने यसले हाम्रो 50% जति बचत गर्न सक्छ। यसको करिब करिब हामीले 20 युनिट पर महिनामा हामीले बचाउन सक्छौं यो तरिका हामीले युज गर्यौं भने। अनि पाँचौं तरिका हो हामीले इन्डक्सन युज गर्छौं। हाम्रो घरमा युज हुने इन्डक्सन लगभग 2 किलोवाटको हुन्छ। यदि हामीले एलआईडी लगाउने हो अनि ब्याच कुकिङ गर्ने हो अनि अननेसेसरी हिटिङलाई चाहिँ हामीले कम गर्ने हो भने 30 युनिट बराबरको हामी बचत गर्न सक्छौं। यसरी हाम्रो टोटल बचत गर्दा चाहिँ हाम्रो 16 + 5 + 1 + 20 + 30 गरेर हामीले टोटल चाहिँ 72 युनिट प्रत्येक महिना हामीले बचाउन सक्छौं। यसको पैसालाई हामीले यदि 1 युनिटको 10 रुपैयाँ मान्ने हो भने 7200 पर महिना हुन्छ र यदि हामीले वर्षको निकाल्ने हो भने हाम्रो 8600 पर इयरको रफली आउँछ। त हामी रफली 8 देखि 10,000 बचाउन सक्छौं। यो मेरो डाटा चाहिँ 120 युनिट देखि 180 युनिट सम्म हुनेहरुको लागि हो। तपाईको घरअनुसार यो डाटा अलिअलि तलमाथि चाहिँ हुन सक्छ। अब तपाई भन्नुस् त तपाईको घरमा चाहिँ सबैभन्दा बढी कुन डिभाइसले चाहिँ बढी बिजुली खान्छ? धन्यवाद।